के तपाईले पनि पिसाब पोल्ने, बारम्बार पिसाब लाग्ने, तल्लो पेट दुख्ने, पिसाब गर्दा स्मेल आउने जस्ता प्रब्लमहरू हुन्छ? नमस्ते सम्पूर्णजनामा, म आज कुरा गर्दैछु युटिआईको बारेमा। युटिआई भनेको के हो त? युटिआई जसलाई चाहिँ हामीले युरिनरी ट्र्याक इन्फेक्सन भनेर भन्छौँ। यो चाहिँ एउटा ब्याक्टेरियल इन्फेक्सन हो जुन चाहिँ अप्पर एन्ड लोवर पार्ट अफ युरिनरी सिस्टममा लाग्ने गर्छन्। लोवर भनेको ब्ल्याडर, युरेथ्राहरूमा, अप्पर भनेको किडनीहरूमा पनि लाग्ने गर्छन्। युटिआई चाहिँ 80 to 90% चाहिँ इकोली ब्याक्टेरियाहरूले गर्दा लाग्ने गर्छन्। अरू 20% चाहिँ स्युडोमोनास, स्ट्रेप्टोकोकस जस्ता ब्याक्टेरियाहरूको कारणले चाहिँ लाग्ने गर्छन्। अनि यो मोस्टली चाहिँ मेल एन्ड फिमेल दुइटैमा हुन्छ, तर धेरै जसो चाहिँ फिमेलमा देखा परेका छन्। अब यसको युटिआईको रिस्क फ्याक्टर के हो त? कस्तो व्यक्तिलाई युटिआई हुने सम्भावना छ भन्दाखेरि चाहिँ जसले पानी कम खान्छ, लामो समयसम्म पिसाबहरू रोकेर राख्छ, पुवर हाइजिनिक भयो, डायबिटिज पेसेन्टहरूलाई, प्रेग्नेन्सीको बेलामा, सेक्सुअल एक्टिभिटिजहरूको बेलामा, क्याथेटरहरू युज गरेको बेलामा, एन्ड किडनी स्टोन भएको पेसेन्टहरूमा, एन्ड इम्युन सिस्टम चाहिँ विक भएको व्यक्तिहरूमा चाहिँ यो युटिआई हुने सम्भावनाहरू चाहिँ धेरै हुन्छ। अब यसको सिम्टम्सहरू भन्नुपर्दा चाहिँ लोवर युटिआई जुन ब्ल्याडर एन्ड युरेथ्राहरूमा हुने सिम्टम्स भनेको चाहिँ त्यही पिसाब पोल्ने, बारम्बार पिसाब लाग्ने, तल्लो पेट दुख्ने, पिसाब गर्दाखेरि स्मेल आउने, ढाड दुख्ने जस्ता सिम्टम्सहरू लोवर युटिआईहरूको सिम्टम्स हो। एन्ड अप्पर युटिआईहरूमा कस्तो सिम्टम देखिन्छ भन्दाखेरि चाहिँ हाई फिभरहरू हुने, चिल्सहरू हुने, नजिया, भमिटिङ, विकनेसहरू आउने जस्ता सिम्टम्सहरू देखिन्छ। अब युटिआईको म्यानेज चाहिँ कसरी गर्ने भन्दाखेरि चाहिँ युटिआईको म्यानेजमेन्ट गर्नको लागि चाहिँ हामीले पानी धेरै खानु पर्यो, एन्ड पिसाब रोक्नु भएन, हाइजिनिङहरू मेन्टेन गरेर राख्नु पर्यो। यसले गर्दा चाहिँ हामीले युटिआईका सिम्टम्सहरूलाई हल्का रोक्न सक्छौँ। तर अब मेडिसिनको तर्फ जाने हो भने चाहिँ यो चाहिँ एउटा ब्याक्टेरियल इन्फेक्सन भएको कारणहरूले चाहिँ एन्टिबायोटिकहरू दिनुपर्छ। एन्टिबायोटिकहरूमा चाहिँ ओरल एजेन्टहरूमा चाहिँ हामीले नाइट्रोफ्लोरेन्ट्रोइन, फस्फामाइसिनहरू, एन्ड बिटालेक्टेमेजहरूमा एमोक्सिसिलिनहरू दिनु पर्यो। सेफालोस्पोरिनहरूमा चाहिँ सेफाक्लोर, सेफोडक्सिमहरू चाहिँ युटिआईका लागि दिनु पर्यो ओरल एजेन्टहरूमा चाहिँ। एन्ड आइभीको थ्रुहरूबाट चाहिँ हामीले पिपेरासिलिन, सेफालोस्पोरिन, एन्टिबायोटिकहरू चाहिँ युटिआईको बेलामा दिन सकिन्छ।